नमस्कार, उपस्थित छु म पिआर भट्टराई। मेरो कविताको शीर्षक रहेको छ भाङ पर्यो। घामको लाली सजाएन फुलले, विजयको ताली बजाएन हुलले, खोलाको छेउमा लर्केर लेउमा लडेको प्यासी जस्तो जीवन पनि कस्तो कस्तो। विचारको सतहमा, विचारको गहिराईमा, जीवनको अस्तित्वमा, मृत्युको अस्तित्वमा, भित्र भित्र मक्किएको विश्व मानचित्रमा, नित्यको खोजीमा नित्य, अर्थको खोजीमा नित्य, भूतलाई सुमसुम्याउँदै, वर्तमानलाई लात्ती हान्दै, भविष्यको खोजीमा नित्य। सगरमाथामा पुगेर चन्द्रमा छोएको सपनामा, पवित्र कल्पनाको डुबुल्कीमा, द्रवीभूत भावनामा, समयको लर्खराहटसँगै भाङ पर्यो।